तपाईँ जहाँसुकै जस्तोसुकै अवस्थामा भए पनि जस्तोसुकै दुःख तपाईँले गरिरहनु भएको छ भने पनि तपाईँले आफ्नो मनमा चाहिँ कस्तो कुरा खेलाउनुहुन्छ भन्ने कुरा मुख्य हो साथी। तपाईँले आफ्नो दिमागमा आफ्नो इमेजिनेसन गर्ने क्यापेसिटीमा पनि भर पर्छ। तपाईँले आफ्नो इमेजिनेसन चाहिँ तपाईँले सानो अब म कसरी अगाडि बढ्ने होला के गर्ने होला भनेर सोच्नु भएको छ भने तपाईँ त्यहाँबाट बाहिर तपाईँ कहिले पनि निक्लिन सक्नुहुन्न। दिमागमा तपाईँले मिलिनियरहरूले जस्तो तपाईँले चाहिँ इमेजिनेसन गर्नु पर्यो, अब यो गर्छु त्यसपछि यो गर्छु भन्ने एउटा टार्गेट हुन्छ नि त, केही फरकै पर्दैन नि। तपाईँले मनमा आफ्नो इमेजिनेसन गर्नुभयो भने पो तपाईँलाई त्यही अनुसारको आँट आउँछ, हौसला आउँछ, अब म गर्न सक्छु भन्ने किसिमको आत्मविश्वास आउँछ। र मनै सानो बनाएर अब म केही गर्न सक्दिनँ, अब कसरी अगाडि बढ्ने होला भनेर सोच्नुभयो भने तपाईँ जिन्दगीमा कहिले पनि तपाईँ अगाडि बढ्न सक्नुहुन्न। त्यही भएर साथी बिलिनियर जस्तो अब यसपछि यो गर्छु, यसपछि यो गर्छु, फलानालाई भेट्छु, त्यसपछि यो गर्छु भन्ने इमेजिनेसनै तपाईँले ठुल्ठुलो राख्नु पऱ्यो कि सानो इमेजिनेसनले हुँदैन कि साथी। ठुलो इमेजिनेसन राख्नु, त्यसपछि तपाईँ लागिराख्नुहोस्, मिहिनेत गरिराख्नुहोस्। जिन्दगीमा त्यस्तो खाले व्यक्ति जहिले पनि सफल भएको चाहिँ मैले पाइरहेको छु, तर म पनि त्यस्तो सफल त भएको होइन। तर एउटा यथार्थ चाहिँ अहिले मैले बल्ल बुझ्दै गएको छु कि तपाईँले सानो सोचेर सानो राखेर एकदम टेन्सन लिएर तपाईँ जिन्दगीमा कहिले पनि अगाडि बढ्न सक्नुहुन्न। त्यही भएर ठुलो सोच राखेर साथी अगाडि बढ्नुहोस्। जिन्दगीमा एक न एक दिन तपाईँले अवश्य तपाईँको अचिभमेन्ट के हो त्यो तपाईँले पुरा गर्न सक्नुहुन्छ।